हेलो, स्वागत छ सबैजनालाई। धेरै पछि भिडियो लिएर आएको छु। एलबिसिएन ब्लग्समा तपाईले धेरै लामो ग्यापपछि यो भिडियो देख्न सक्नुहुन्छ। कपाल भएर हामी घुम्न गएको भिडियो लिएर आएको छु। यतिखेर चाहिँ हामी वाटर पार्क, यो चाहिँ हो कान्तिताल। कान्तितालमा हामीले एक दुईटा फोटो खिच्यौं र यहाँ चाहिँ मेन घुम्न लायक भनेको यो बर्खाको समयमा हरियाली जताततै कमल फुल फुलिरहेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कमल फुल टिप्न पाइदैन, तपाई देख्न सक्नुहुन्छ। जति टाढा हेर्यो त्यति रमणीय। नमस्कार, यो चाहिँ हो नेपालगञ्जको वाटर पार्क। यहाँ चाहिँ हामी घुम्नको लागि गएको ठाउँ। यहाँ चाहिँ विशेष गरी बोटिङको लागि यो ठाउँ एकदम फेमस छ। यहाँ निकै गर्मी रहेको पाइन्छ। नेपालगञ्ज ठाउँ यसै पनि तपाईलाई थाहा छ निकै गर्मी हुन्छ र त्यसमाथि यो गर्मीको महिना र बोटिङको समयमा बोटलाई दायाँ बायाँ ढल्काएर निकै आनन्दका साथ यसमा हामीले बोटिङ गरेका थियौं। र हामी निकै भाग्यवान थियौं। बोटिङ सकिन बित्तिकै पानी परिहाल्यो। हामी पानीमा भिजेनौं। केही समय पर्खेर हामी लाग्यौं महेन्द्र पार्कतिर। महेन्द्र पार्कमा विभिन्न पशु तथा पन्छीहरू रहेका थिए। हामी घुमघाम सकेर फोटो खिच्यौं र फोटो खिचिसकेपछि लाग्यौं कोलपुर दाङ प्युठान हुँदै रोल्पातर्फ। बाटामा बीचमा खाजा खाँदै बिस्तारै लाग्यौं हामी गाईहरू देख्दै। ठुली मम्मी घर खुङरीमा गएर हामीले आराम गर्यौं, रेस्ट गर्यौं एकछिन र वरपरको रमाइलो हेर्यौं। यहाँ चाहिँ राम्रा फुलहरू फुलेको थियो।
यता आँप पनि पाकेको रहेछ, आँप खायौँ। आँप चाहिँ एउटा बुट्टामा मात्र, एउटा रुखमा मात्र फलेको रहेछ। तपाईँ देख्न सक्नुहुन्छ, सासाना देखिन्छ। र हामी यहाँबाट माछा पालन गरेको यो पोखरी छ, हामीले यताउता हेऱ्यौँ, रमायौँ र घरतिर लाग्यौँ।